आजको कथाको शीर्षक छ स्यालले जवाफ भेटेन। एक पटक एउटा स्यालले बाख्राको पाठो देख्यो। स्यालले बाख्राको पाठो खाने विचारले पाठाको पछि पछि लाग्यो, तर पाठो अलिक टाढै थियो। उसले पनि स्याललाई देख्यो र स्यालबाट बस्न दौडिँदै भाग्न थाल्यो। तर पाठो जति दौडिए पनि स्याल भने नजिक नजिक आउँदै थियो। यस्तैमा तिनीहरू एउटा घरको नजिकै पुगे। पाठालाई अब त बाँचिन्छ कि भन्ने आशा पलायो। पाठो घरभित्र पस्यो। घरमा मानिस थिए, त्यसैले स्याल घरभित्र पस्न डरायो। घर बाहिरबाट स्यालले भन्यो, तिमी घरभित्र पसेर के गर्छौ? घर बेटीले तिमीलाई बाँकी राख्दैन क्यारे, त्यसैले तिमी बाहिर आउनै राम्रो। पाठाले जवाफ दियो, हेर स्याल, तिमीले भनेको कुरा तिम्रो लागि ठिक होला, तर मेरो विचार भिन्दै छ। मलाई घर धनीले समाएर खान्छ नै भन्न सकिँदैन, पाल्न पनि सक्छ। तर बाहिर निस्के भने म तिम्रो आहार बन्नु बाहेक अरू उपाय छैन। त्यसैले तिम्रो सल्लाह तिमीसँगै राख र आफ्नो बाटो लाग। पाठाको जवाफले स्याल निरुत्तर र निराश भयो। कतै केही पाइन्छ कि भन्ने आश लिएर स्याल वनतिर लाग्यो। आजको कथाको शीर्षक छ स्यालले जवाफ भेटेन। एक पटक एउटा स्यालले बाख्राको पाठो देख्यो। स्यालले बाख्राको पाठो खाने विचारले पाठाको पछि पछि लाग्यो, तर पाठो अलिक टाढै थियो। उसले पनि स्याललाई देख्यो र स्यालबाट बस्न दौडिँदै भाग्न थाल्यो। तर पाठो जति दौडिए पनि स्याल भने नजिक नजिक आउँदै थियो। यस्तैमा तिनीहरू एउटा घरको नजिकै पुगे। पाठालाई अब त बाँचिन्छ कि भन्ने आशा पलायो। पाठो घरभित्र पस्यो। घरमा मानिस थिए, त्यसैले स्याल घरभित्र पस्न डरायो। घर बाहिरबाट स्यालले भन्यो, तिमी घरभित्र पसेर के गर्छौ? घर बेटीले तिमीलाई बाँकी राख्दैन क्यारे, त्यसैले तिमी बाहिर आउनै राम्रो। पाठाले जवाफ दियो, हेर स्याल, तिमीले भनेको कुरा तिम्रो लागि ठिक होला, तर मेरो विचार भिन्दै छ। मलाई घर धनीले समाएर खान्छ नै भन्न सकिँदैन, पाल्न पनि सक्छ। तर बाहिर निस्के भने म तिम्रो आहार बन्नु बाहेक अरू उपाय छैन। त्यसैले तिम्रो सल्लाह तिमीसँगै राख र आफ्नो बाटो लाग। पाठाको जवाफले स्याल निरुत्तर र निराश भयो। कतै केही पाइन्छ कि भन्ने आश लिएर स्याल वनतिर लाग्यो।